कार्यक्रमसँग सम्बन्धित रहेर कोही नृत्य गर्न चाहनुहुन्छ भने आफ्नो नाम टिपाइदिनु होला भन्दै अहिलेलाई भने मैले हाम्रो धनगढी महानगरपालिका वार्ड नम्बर 5 स्थित शिक्षा क्षेत्रमा छोटो समयमै राम्रो छलाङ मारिएका र शिक्षा क्षेत्रमा सुदूरपश्चिमाञ्चलमा राम्रो किसिमको क्रियाकलाप गरिराख्नु भएको चैतन्य पाठशालादेखि पाल्नुहुने श्री ईश्वर गिरिज्यूद्वारा शुभकामना मन्तव्य राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु र यहाँहरू सबैलाई तालीले स्वागत गरिदिनु होला। हार्दिक धन्यवाद आदरणीय वंश। यस कार्यक्रमका सभाध्यक्षज्यू, मञ्चमा आसीन सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका प्राज्ञ उपकुलपति डाक्टर टिएन जोशीज्यू, मञ्चमा आसीन वडा नम्बर 12 का जनप्रतिनिधिज्यूहरू, उपस्थित यस चैतन्य नमस्कारको अभिवादन व्यक्त गर्न चाहन्छु। चैतन्य नमस्कार। म आज यस सांस्कृतिक पर्व सोनाम लोसारमा आइपुग्दा मलाई विद्यालय